नमस्कार। आजको भिडियोमा हाम्रो थाइल्यान्ड भ्रमणका रमणीय दृश्यहरू, थाइल्यान्डमा घुम्नै पर्ने महत्त्वपूर्ण स्थानहरू र थाइल्यान्ड भ्रमण सम्बन्धी महत्त्वपूर्ण टिप्सहरू लिएर उपस्थित भएका छौँ। भिडियोलाई अन्त्यसम्म हेरेर साथ दिनुहुन अनुरोध गर्दै अब आजको विषयवस्तुतर्फ अगाडि बढौँ। थाइल्यान्ड जानको लागि नेपालबाट दुईवटा एयरपोर्ट रहेका छन्। एउटा रहेको छ भैरवा अन्तर्राष्ट्रिय विमानस्थल र अर्को त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल। दुईवटा एयरपोर्टको टिकटको मूल्य पनि अलि फरक रहने हुँदा यहाँहरूले चाहिँ रेट बुझेर आफूलाई उपयुक्त हुने विमानस्थल छनौट गर्न सक्नुहुन्छ। यहाँहरूले देखिरहनु भएको दृश्य चाहिँ यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दृश्य हो। नेपालको जमिन छोड्न साथ आकाशमा हिम श्रृङ्खलाहरूको मनमोहक दृश्य देख्न सकिन्छ। यहाँ भिडियोमा देख्नुभए चाहिँ सफा मौसम भयो भने यो दृश्यले जोसुकैलाई लोभ्याउन सक्छ। सेताम्य हिम श्रृङ्खलाहरू अनि सेताम्य बादलको मिलनले हामी बसेको प्लेनका यात्रुहरू मोबाइल झिकेर यो मनोरम दृश्य कैद गर्नमा व्यस्त थिए। प्लेनको अर्को साइडबाट त्यति स्पष्ट नदेखिए पनि हामी बसेको साइडबाट देखिएको यो मनमोहक धरती र आकाशको दृश्यमा हामी मोहित थियौँ। थाइल्यान्डको कुरा गर्नुपर्दा त्यहाँ पनि दुईवटा अन्तर्राष्ट्रिय एयरपोर्टहरूमा नेपालबाट विमान जाने गर्छ। एउटा रहेको छ सुवर्णभूमि इन्टरनेसनल एयरपोर्ट। यो ब्याङ्ककबाट 27 किलोमिटरको दूरीमा रहेको छ र यो नै थाइल्यान्डको मुख्य इन्टरनेसनल एयरपोर्ट हो। अर्को एयरपोर्ट रहेको छ डोन म्याङ इन्टरनेसनल एयरपोर्ट, जुन ब्याङ्ककबाट 23 किलोमिटरको दूरीमा रहेको छ। हामी चाहिँ डोन म्याङ इन्टरनेसनल एयरपोर्टबाट बाहिरिएपछि ट्याक्सी मार्फत सरासर थाइल्यान्डको प्रसिद्ध स्थान पटाया पुग्छौँ। हामीलाई पटाया पुग्न लगभग 2 घण्टा लाग्छ। समुद्र नभएको हाम्रो देशमा सहजै नपाइने सी फुडलाई नै हामीले हाम्रो प्रमुख भोजन बनाउँछौँ। रेस्टुरेन्टदेखि स्ट्रिट फुडसम्मका परिकारहरूको आस्वादनपछि हामीले यात्राको थकानलाई विश्राम दिन हामीले बुक गरेको होटलतर्फ लाग्छौँ। बिहान उज्यालो हुनासाथ हामी प्यारासिलिङतर्फ जानको लागि निस्किन्छौँ। पटाया सिटी यति बेला सफा अनि शान्त देखिन्थ्यो। शान्त सिटीमा पनि बाहिरतर्फ चहल पहलको भने कुनै कमी थिएन। पटाया सिटी थाइल्यान्डको राजधानी ब्याङ्ककबाट करिब 150 किलोमिटर टाढा रहेको पर्यटकीय सहर हो। यो सहर पर्यटकहरूमाझ सुन्दर समुद्री किनार, नाइट लाइफ र मनोरञ्जनको लागि प्रसिद्ध रहेको छ। हामीले पटाया बीचबाट प्यारासिलिङ गर्ने स्थानसम्म जानको लागि स्पिड बोटको सहारा लिन्छौँ। हाम्रो स्पिड बोटको यात्रा पनि निकै रोमाञ्चक बन्छ। तीव्र गति, पानीका छालहरू अनि उत्साहले भरिएको यात्रा। नेपालमा पनि बोटमा इन्जिन फिट गरेर कोशी रिभर, नारायणी, लुम्बिनी लगायतका स्थानहरूमा स्पिड बोटकै झलक दिने स्पिड चाहिँ देख्न पाइन्छ। तर यहाँ थाइल्यान्डको समुद्रमा पर्यो भने विशेष स्पिड बोट चाहिँ त्योभन्दा धेरै फरक र तीव्र गतियुक्त रहेछ। बोटले जब पानी चिर्दै अगाडि बढ्छ, तीव्र हावा, पानीका छिटा र एडभेन्चरस यात्राको आनन्दमा सम्पूर्ण मग्न देखिन्थे। स्पिड बोटको यात्रा भविष्यमा गर्नुहुने दर्शकहरूको लागि पनि सामान्य सुझाव भन्नुपर्दा लाइफ ज्याकेट लगाउन नभुल्नुहोला। मोबाइल अथवा क्यामेरालाई चाहिँ सुरक्षित साथ राख्नुहोला। सकेसम्म वाटरप्रुफ केसको प्रयोग गर्ने। यदि समुद्रमा चक्कर लाग्ने समस्या छ भने
औषधि पनि लिएर जान सक्नुहुन्छ। केही बेरको यात्रापछि हामी प्यारासिलिङ गर्ने स्थानतर्फ पुग्दछौँ। प्यारासिलिङ पनि एउटा साहसिक जल क्रीडा अन्तर्गत पर्दछ। यसमा हामीलाई सेफ्टी बेल्टसहित बाँधेर माथि उड्ने प्यारासुटसँग लक गरिन्छ र डोरीको अर्को छेउ स्पिड बोटमा लक गरेर स्पिड बोटलाई स्पिडमा कुदाइन्छ अनि हामी आकाशमा उडिन्छ। तल समुद्र, माथि आकाश र बीचको हावामा उड्दा निकै रोमाञ्चक हुने रहेछ। समुद्रको माथिबाट उड्दै हेर्दा टापु, हरियाली समुद्र अनि शहर सबैलाई एकैपटक हेर्न मिल्ने यो अनुभूति वास्तवमै भन्न सकिने शब्दहरूमा सीमित छैन। तपाईँ पनि पटाया जाँदै हुनुहुन्छ भने यो प्यारासिलिङ चाहिँ नछुटाउनुहोला, किनभने यो अनुभव केवल रमाइलोको लागि मात्र नभएर तपाईँको जीवनमा एकपटक अवश्य सम्झन लायक क्षण बन्न सक्छ। सुरुमा हल्का डर लाग्न पनि सक्छ, तर अत्यन्तै राम्रो सेफ्टी इक्विपमेन्ट्सहरूको प्रयोग हुने हुँदा लाइफ ज्याकेट लगाउनुहोस्, डर छोड्नुहोस् अनि आकाशमा रमाउनुहोस् भन्ने मान्यता बोकेर तपाईँहरू रम्न सक्नुहुन्छ। प्यारासिलिङ गरिसकेपछि हामी सामुद्रिक सौन्दर्यताको फोटो र भिडियो खिच्नमा रम्छौँ केही बेर। अनि त्यसपछि कोरल आइल्यान्डतर्फको यात्रा सुरु हुन्छ। हामी कोरल आइल्यान्डको लागि पुनः स्पिड बोटको आनन्द लिँदै अगाडि बढ्छौँ। कोरल टापु थाइल्यान्डको एउटा प्रसिद्ध पर्यटकीय टापु हो। यो टापु पटाया शहरबाट करिब 7 किलोमिटरको दूरीमा अवस्थित छ। यहाँ पुग्नलाई पटाया बीचबाट स्पिडबोट अथवा फेरीको प्रयोग गर्न सकिन्छ। फेरीबाट केही समय लाग्ने भए पनि स्पिडबोटको प्रयोगबाट मात्र 15-20 मिनटमा यस स्थानमा पुग्न सकिन्छ। कोरल आइल्यान्डमा सी फुड, थाई फुड जस्ता परिकारहरूको आनन्द पनि लिन सकिन्छ। विशेष गरेर बनाना बोट राइड, स्नोर्केलिङ, जेट स्की र सी वाकिङ जस्ता कुराहरूको मजा लिनको लागि पनि यो ठाउँ प्रसिद्ध छ। यहाँको सुन्दर प्राकृतिक दृश्य पर्यटकहरू लोभ्याउने प्रमुख कारण बनेको छ। समुद्र पारीको सूर्यास्त, रङ्गीचङ्गी छाता अनि पानीको मजा लिइरहेका पर्यटकहरूले हाम्रो क्यामेरा भरिन्छ। जानकारीको लागि केही टिप्स भन्नुपर्दा, यदि तपाईँहरू राति बस्न चाहनुहुन्छ भने कोरल टापुमा होटेलहरू पनि छन्। भिडभाडबाट टाढा शान्त वातावरणमा एक रात बिताउन चाहनुहुन्छ भने यहाँको होटेल बुकिङ गरेर समुद्रको छेउछाउमा क्वालिटी टाइम स्पेन्ड गर्न पनि सक्नुहुन्छ। बीचको भरपुर आनन्द लिइसकेपछि हामी पुनः स्पिड बोट मार्फत अन्डर वाटर सी वाकिङ अर्थात् हेलमेट डाइभिङको लागि निस्किन्छौँ। सी वाकिङको लागि एउटा ठुलो हेलमेट लगाउनु पर्ने रहेछ, जसले हाम्रो टाउकोमा पानी पुग्न दिँदैन अनि यो हेलमेटसँग अक्सिजन पाइप जोडिएको हुने रहेछ, जसले श्वास प्रश्वास क्रियालाई सहज गरिदिन्छ। पानीमुनि डुबेर हिँड्दै गर्दा क्लाउन फिस, प्यारोटा माछा, एन्जल फिस लगायत रङ्गीचङ्गी माछाहरू नजिकबाट हेर्न मिल्ने रहेछ। त्यस्तै नेचुरल कोरल रिफको अवलोकन गर्दै अन्डर वाटर क्यामेराबाट यहाँको सुन्दर अनुभव कैद गर्न सकिने रहेछ। त्यसै गरी यहाँहरूलाई सजेस्ट गर्नुपर्दा स्कुबा डाइभिङ पनि गर्न नछुटाउनुहोला भन्न चाहन्छु। समयको पाबन्दीले गर्दा हामी चाहिँ यसपटक स्कुबा डाइभिङ गर्न पाएनौँ। यावत सामुद्रिक अनुभूतिहरू लिएर हामी पटाया सिटीको रात्रिकालीन अनुभूतिको लागि फर्किन्छौँ। पटाया सिटीको नाइट लाइफको कुरा गर्नुपर्दा यो रातभर भिडभाड र मनोरञ्जनको लागि
संसारभर प्रसिद्ध स्थान हो। दिनभरि समुद्रको छालसँग रमाइलो गरेर समय बिताउन सकिन्छ भने राति उत्साहपूर्ण वातावरणमा घुलमिल हुने अवसर मिल्दछ। साँझ पर्न साथ यहाँको वातावरण परिवर्तन हुन्छ। रङ्गीन बत्तीहरू, तेज सङ्गीत, भिडभाड र उत्सवको माहौलले सहरलाई उज्यालो र जीवन्त बनाइदिन्छ। खास गरी वाकिङ स्ट्रिट पटायाको मुटु मानिन्छ, जहाँ रातभरि खुल्ला बार, क्लबहरू र स्ट्रिट कार्यक्रमहरू चलिरहेका हुन्छन्। यो स्थान विशेष गरेर युवा पुस्तालाई धेरै आकर्षित गर्ने स्थान हो। तर विभिन्न उमेर समूहका पर्यटकहरूलाई पनि मनोरञ्जनका विकल्पहरू यस स्थानमा उपलब्ध छन्। यहाँको नाइट लाइफ केवल क्लब र बारमा मात्र सीमित छैन। यहाँ विविध सांस्कृतिक र आधुनिक कार्यक्रमहरूको समायोजन पनि भएको पाइन्छ। पर्यटकहरूका लागि विभिन्न डान्स, लाइभ म्युजिक, फायर शो, थाई बक्सिङका प्रदर्शनीहरू यहाँ विशेष गरी हेर्न सकिन्छ। यस्ता कार्यक्रमहरूलाई थाई परम्परागत नृत्य र आधुनिक प्रविधिको संयोजनको रूपमा हामीले देख्न सक्दछौँ, जसले विदेशी पाहुनाहरूलाई चाहिँ सांस्कृतिक स्वाद पनि दिइरहेको पाइन्छ। साथै फुड लभरहरूको लागि पनि पटायाको नाइट लाइफ स्वर्ग समान रहेछ। नाइट मार्केटहरूमा किनमेल गर्नको लागि छुट्टै मजा हुने रहेछ, जहाँ सस्तो मूल्यमा लुगा, गहना लगायतका विभिन्न कुराहरू पनि यहाँ किन्न सकिने रहेछ। सुरक्षित, मर्यादित र सकारात्मक सोच लिएर खुला दिलले रमाइलो र मस्ती गर्नको लागि मनोरञ्जनका हर कुराहरूले भरिभराउ रहेको छ यो पटाया सहर। अर्को दिन उज्यालो हुन साथ हामी ब्याङ्कक सिटी भ्रमणको लागि निस्किन्छौँ। पटायाबाट ब्याङ्कक फर्किँदै गर्दा पटायाको उत्तर पूर्वी किनार हुँदै सुखुम्बित रोडबाट पुगिने जेम्स ग्यालरी भवनको अवलोकनको लागि पुग्छौँ, जहाँ पृथ्वीको गर्भमा उठेका लाभाहरू चिसिँदै मिनरलहरूले एक अर्कालाई अँगाल्दै कसरी रत्नको उत्पत्ति भयो भन्ने कुरा निकै जीवन्त रूपमा देखाइएको थियो। साथै थाइल्यान्डमा कसरी रत्नहरूको विकास हुँदै गयो भन्ने कुरालाई प्राचीन स्वरूपको दृश्य कायम गरी देखाइएको थियो। ग्यालरीबाट निस्केपछि हामी ब्याङ्कक सहर र आसपासका घुम्नलायक स्थानहरू एक एक गर्दै घुम्न थाल्छौँ। थाइल्यान्डका मठ, मन्दिरहरू लगायत विभिन्न स्थानहरूको भ्रमणको लागि हामीले टुकटुकको सहारा लिन्छौँ। नेपालमा टेम्पो जस्तै थाइल्यान्डमा चल्ने सवारी साधनलाई त्यहाँ टुकटुक भनिने रहेछ। विभिन्न बोटिङ मार्फत अवलोकन गर्न सकिने स्थानहरूको प्रशस्त अवलोकन गरी फ्लोटिङ मार्केट समेतको अवलोकन गरेपछि हामी महानाखोन स्काई वाकको लागि किङ पावर महानाखोन टावर जान्छौँ। यो टावर थाइल्यान्डको सबैभन्दा अग्लो भवनमा अवस्थित छ। 314 मिटर उचाइको 78औं तलामा रहेको खुला आकाशबाट पुरै सहरको 360 डिग्री एकै नजरमा देख्न सकिने रहेछ। यहाँ अवलोकन गर्ने मानिसहरूको अत्याधिक चापले गर्दा हामीलाई धेरै बेर लाइनमा बस्नु पर्यो। जब पालो आयो, यहाँको विशेष स्काई राइड एलिभेटरले 50 सेकेन्डमै 78औं तलामा पुर्यायो। त्यसपछि त यहाँको मनोरम दृश्यले फेरि हामीलाई मोहित बनायो। यस स्काईवकको काँचको पारदर्शी ग्लासमा उभिँदा यस्तो लाग्ने रहेछ मानौ हामी
आकाशमै तैरिएका छौँ। यहाँ जानको लागि विशेष गरी छुट्टीको दिनमा भिडभाड बढी नै हुने भएको हुँदा टिकट चाहिँ अग्रिम बुकिङ गर्नु राम्रो हुने रहेछ। अनि यहाँ जाँदा प्रशस्त समय र सनसेटको दृश्य हेर्न मिल्ने गरी समय व्यवस्थापन गरेर जाँदा राम्रो हुने रहेछ। हामीले यहाँबाट सिङ्गो ब्याङ्ककको दृश्य दीप मरुन्जेल हेऱ्यौँ। यहाँहरूलाई आजको सामग्री कस्तो लाग्यो? कृपया कमेन्ट बक्समा प्रतिक्रिया दिन नभुल्नुहोला। यस्तै थप सामग्रीसँग अपडेट हुनको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न पनि नबिर्सनुहोला। धन्यवाद।